गुड मर्निङ। आज बिहिबारको दिन हाम्रो कौशीमा फुल्यो लालपातीहरू रङ छोड्न लागेछ। सबै लालपातीले घाममा राखेँ मैले। अब रङ गाडिँदै जान्छ। पिटुनिया अस्ति सार्दा पानीले भेटेको अलि सर्न गाह्रो भएछ। यो प्रतिभा फुल एउटा वातावरणको हिउँ बनाइसकेँ। पनि प्रतिभा फुल हो, यो छायामा परेर आज रोपेको मेरो फुलहरू सबै फुल किन्न हुँदैन, हाँगाबाट सार्ने कुनै फुलहरू बनाइरहेको छु। विष्णु कली सार्ने पनि यही बेला हो साथीहरू। हंसराज साग पनि रोपेछु, ठाउँ छैन रोप्नु बाँकी। कलान्चो पनि अब सार्नुपर्छ होला, यो आइडिया धेरै छैन मलाई। यो राजीव कर्मचारीजीले दिनुभएको यो असाध्यै राम्रो फुल, गमला सानो भएर मैले यो फोडेर अब यो धेरै बनाउँछु। अदुवा पनि अलिअलि आएछ। अपराजिताको बिउ राखेको छु। कागतीहरू आउनुपर्ने छ, राम्रो। मेरो छाना त एकदम भिरालो छाना हो, हेर्नुहोस् साथीहरू। यस्तो छाना, यस्तोमा मैले अढाई ढुङ्गाले इँटाले टेको दिएर यसरी अढाई मैले रोपेको छु। हरेक फुलको गमलामा मैले इँटा टेको लगाएको छु यहाँ यसरी।